हेलो गाइज, म चाहिँ के भन्न चाहन्छु भने फर्स्ट अफ अल त सबैलाई ह्याप्पी न्यू इयर होइन। मलाई ह्याप्पी न्यू इयरमा पनि केमा चित्त बुझेको छैन भने पहिले कस्तो हुन्थ्यो भने नि त्यो पछाडि फोटो हुन्थ्यो अनि नयाँ वर्षको शुभकामना भनेर आउँथ्यो क्या, सबैले सेयर गर्थ्यो फोटो। यसपालि एकजनाले पनि सेयर गरेको छैन हो मलाई। हुन पहिले त कस्तो हुन्थ्यो भने त्यो पछाडि हिरो हिरोइनीको फोटो भएर नयाँ वर्षको शुभकामना भनेर फोटो सेयरहरू हुन्थ्यो नि त। अहिले त छैन। अहिलेसम्म मलाई अहिले भर्खर मैले फेसबुक खोलेर हेरेँ होला, मेसेन्जर खोलेर हेरेँ, अहिलेसम्म एकजनाको मेसेज आएको छैन क्या। त्यसमा चाहिँ नयाँ वर्षमा मेरो साह्रै चित्त दुखिरहेको छ क्या। अनि एकदम लु भरे मेसेज गर्ने मैले एकजना मेरो सब्सक्राइबर भेटेँ। खुसी लाग्यो एकजनाले अहिलेसम्म चाहिँ आएको छैन क्या मेसेज। अघि भर्खर पनि मैले हेरेँ फेरि। बिहानदेखि हामी हाइकिङमा हिँड्यौँ, अहिलेसम्म ह्याप्पी न्यु इयर चाहिँ कसैले भनेको छैन क्या। अनि हामी चाहिँ बिहानदेखि हिँडेको भर्खर अब गएर अघि भर्खर गएर अहिले फर्किँदैछौँ होइन। यस्तो छ अगाडि भ्लगर यहाँ अर्को